महावीर पुन दाई त इन्जिनियर हो होइन, इन्जिनियर खोइ कुन चाहिँ विषय पढ्या हो पढ्नु चाहिँ। उहाँ राजनीति गर्ने मान्छे कहाँ हो त? उहाँलाई राजनीति भन्ने थाहै छैन, देश भन्ने थाहा छैन। उहाँले के भन्नुहुन्छ, देश पनि मर्छ मान्छे जस्तो हो भन्छ। उहाँले विज्ञान मात्रै हेर्नु भएको छ क्या। विज्ञान र समाज त फरक हो नि है, कुरा बुझ्नुभयो नि। विज्ञान र समाज कसरी फरक हो भने, विज्ञानले के भन्छ भन्दाखेरि सुन्नु है राम्रो, विज्ञानले के भन्छ भन्दाखेरि हामी नाङ्गै जन्मेको नाङ्गै बस्दा पनि हुन्छ भन्छ विज्ञानले। तपाईँ र म लुगा खोलौँ त अहिले? मैले त सोच्थेँ हर्क दाईको अलिकति यति भए पनि दिमाग चाहिँ छ जस्तो लाग्थ्यो कि। महावीर दाईले एकदम सही भने रहेछन् कि। त्यो मेरो देखेर मैले किताब बेचेको देखेर त्यसले किताब बेच्न लाग्यो त मेरो ढाड रिस गरेर जलेरै मरुस्, त्यसको त दिमाग छैन, त्यसको दिमागमा गु बरिरहेछ भन्थे। कसम यार, अहिले त मलाई ठ्याक्कै लाग्नै लागिसक्यो त्यस्तै गुजो भरिरहेको छ। के थाहा रहन्छ यार, डिप्रेसन